Hello everyone, सबैजनालाई नमस्ते. Let's go Zlatibor with me. म चाहिँ फर्स्ट टाइम एक्लै यसरी ट्राभल गर्न लागेको. I'm so excited. यो चाहिँ बेलग्रेड हो अनि म चाहिँ अब बस स्टेसनमा जतिबेरको लागि बस चढ्न जाँदैछु. And I'm in बसमा छु. On way to Zlatibor अनि कति धेरै टनल हुँदो रहेछ क्या त्यहाँ चाहिँ. मैले ड्याम पनि देखेँ सेम कुले खानेको जस्तै. अनि त्यसपछि कस्तो राम्रो क्या यो रिभर हो कि लेक हो के हो. अनि यो सिटी देखेँ त्यो बाटोमा. यो सिटीको नाम बिर्सिएँ खै के पो थियो. अनि त्यसपछि हिँड्दा हिँड्दै चाहिँ यो क्यासल देखेँ कस्तो राम्रो क्या. कमेन्ट गर्नु ल यो क्यासलको नाम के हो भनेर. मलाई यहाँ पनि जान मन लाग्यो तर त्यस्तो धेरै इन्ट्रेस्टेड छैन. ओके अनि म जातिपुर पुगेँ. अनि त्यसपछि मैले कसलाई भेटेँ ओर्लिने बित्तिकै सी हाम्रो हो भनेर लिसी रियाक्सन बेसी त्यसलाई. अनि मैले चाहिँ उहाँलाई तर्साइदिएँ. To my mini vlog. I am coming Zlatibor. अनि त्यसपछि हिँड्दा हिँड्दै अनि हामी चाहिँ रोटपिङ चढ्यौँ. म र विष्णु दिदी चाहिँ चढ्यौँ. अनि दिदीले चाहिँ म चढ्दिनँ भन्दै हुनुहुन्थ्यो. अनि त्यही पनि मैले चढाइदिएँ केही हुँदैन भनेर. अनि अब रोटपिङबाट जातिबरको पुरै भ्यू देख्छौँ हामीले. देख्यौँ रमाइलो भयो. अनि त्यस्तै थियो ग्राउन्डहरू. अनि त्यो त्यहाँको त्यो लेक ताल. अनि हामी फेरि ढुङ्गा चढ्ने भनेर चढ्यौँ. ढुङ्गा चढ्ने भनेर अर्को टिकट काटेर यो रोटपिङ खेलेर अब हामी यो नाउ खेल्न जान लागेको. नाउका खेल्न जाँदैछौँ साथीहरू. नाउकाको भ्यू नाउका चढाइराखेर न पाइरेट्स हो रे क्या. पाइलटहरू चाहिँ मर्साले धेरै पिङ खेलाइसक्यो. आज म लेट्स गो अन द सी. गरिब मान्छे होइन नि हामी धनी हो क्या. धनी आजको लागि हामी धनी हो. कस्तो फिल भयो नि मुटु यहाँ छामा न कस्तो ढुकढुक ढुकढुक भइरहेको. बाई बाई गाइस. अनि रोटपिङ खेलेर त्यो ढुङ्गा खेलेर थाकेर लास्टै रमाइलो गरेर अनि हामी चाहिँ अब छुट्टियौँ. अनि आफ्नो आफ्नो अपार्टमेन्टतिर लाग्यौँ. म मेरो अपार्टमेन्टतिर म खोज्दैछु अपार्टमेन्ट कुन लोकेसनमा हो भनेर. अनि त्यो खोज्ने क्रममा चाहिँ मैले कति राम्रो राम्रो ठाउँहरू देखेँ. सी द भ्यू कस्तो राम्रो क्या. पहाडहरू सेम नेपाल जस्तै. नेपाल जान टाइम नमिले पनि अब नेपाल जस्तै ठाउँमा गएर म चित्त बुझाइरहेको छु आफ्नो मनलाई. म यस्तो धेरै पहाड कति पछि देखेर आई वाज सो ह्याप्पी. अनि यति भन्दै यो चाहिँ मेरो डे 1 इन जातिपुर. थ्याङ्क यू सो मच फर वाचिङ एभ्री वान. बाई.